त्यही सबैजनालाई आज चाहिँ हामी गाउँतिर घुम्दै डुल्दै यो चाहिँ सुन्दर ठाउँहरू छ। आजभोलि पहाडतिर सुन्दरता छ देख्न सकिन्छ। यो चाहिँ राप्ती खोला हो। यो यहाँ अरिङ्गाल पनि ठुलो छ है। अब योलाई चाहिँ साँझ चाहिँ यसको व्यवस्थापन हुन्छ र आजभोलि चाहिँ यहाँ चाहिँ बदमासहरू चाहिँ व्यवस्थापन गर्ने कार्यक्रम भइरहेको छ। यता जोडी जोडी तर सबै मान्छे पाटामा। यो चाहिँ हाम्रो सुलीचोर बजार जाने रोड हो। यहाँ अस्ति धौधौले चाहिँ कठिनाइसँग यात्रा भयो। यो मकैहरू चाहिँ सबै व्यवस्थापन भइसक्यो। यसको नल चाहिँ काट्न बाँकी छ। पाहाडतिर बस्नलाई चाहिँ रमाइलो हुन्छ। यो चाहिँ हाम्रो सलल यहाँ फर्सीको मुन्टाहरू पनि छैन है। मुन्टा नै छैन त। यो काँक्रो पनि रहेछ है। यो पाहाडतिरको घरहरू यस्तो छ। यहाँ चाहिँ बाहिर यस्तो भए पनि भित्र चाहिँ सुन्दर छ है घर। यहाँ चाहिँ फेरि अरिङ्गाल चाहिँ ठुलो छ। फेरि हो नि अरिङ्गाल त कडा पो रहेछ त। के भएको होला? ठुलो रहेछ यो। पोल्नलाई नै धेरै माथि छ हाइटमा। यो चाहिँ कालो अरिङ्गाल हो। मान्छे त कडा पो हो त। के गर्ने होला? कसैले काम गर्ने, कसैले बसबास गर्ने के हो? ओहो नि यो कसको गर्लफ्रेन्ड होला यस्तो राम्रो? कसको सेडो यता आएर चाहिँ आजभोलि चाहिँ गाउँघरको जनजीवन अस्तव्यस्त छ। यो चाहिँ बदमास जम्मा गर्ने कार्यक्रम छ है। ओहो नि कडा पो देखियो त केटी त। गाउँघर हो तर पनि चाहिँ एकदम चाहिँ सुन्दर छ। यता चाहिँ सानो झरना छ। यो चाहिँ केही दिनपछि चाहिँ यसको भलक पनि आउनेछ है त। यहाँ चाहिँ यो ठाउँमा पहिला एउटा घर पनि थियो। यो ठाउँमा यो चाहिँ अहिले आरोहरू के हो तर अहिले चाहिँ सब चाहिँ बसाइसराईको कारणले चाहिँ गाउँघरको घरहरू पनि बिस्तारै बिस्तारै ढल्दै गइरहेको छ। यो ठाउँबाट तर्क लाएर यो ठाउँसम्म बाटो अब यताबाट चाहिँ सेरेङ पर्छ। यो रुकुसी डाँडा।